ल भुन्टी सिरियल हेर्नुहुन्छ भने फटाफटी फलो गर्नुहोस् अनि भुन्टी सिरियल कस्तो लाग्छ कमेन्ट गर्नुहोला। अब आउने एपिसोडमा सुकुमायाको इन्ट्री भएको छ। सुकुमायाले भुन्टी खोज्नको लागि सक्दो प्रयास गर्ने छिन्, तर त्योभन्दा अगाडि नै मास्टरको हातमा त भुन्टी पुग्ने छैन भन्ने धेरैजना दर्शकबिनहरूले कमेन्ट गर्नुभएको थियो। तर त्यस्तो कदापि हुँदैन, किनभने अब आउने एपिसोडमा भुन्टी कहाँ छिन् भन्ने कुरा त पत्तो लाग्नेछ। तर भुन्टीहरूलाई त्यही भुन्टीका पुराना दुश्मन जुन भूपेन्द्रका पनि थिए, ती भूपेन्द्रको दुश्मनहरूले अहिले भूपेन्द्र बिरामी भएको बेलामा मौका छोपेर भुन्टीमाथि नराम्रो व्यवहार गरेको पनि हुनसक्छ। यो कुरा अब सुकुमायाले बुझ्न सकिन् भने भुन्टी भेटिने चान्स चाहिँ एकदमै बढी हुनेछ। तर भुन्टी हराउनुमा प्रमुख कारण भनेको चाहिँ जेरी र श्रेयाको हात रहेको छ। जेरी र श्रेयाले नै भूपेन्द्रबाट टाढा बनाइदिनको लागि योजना बनाएका थिए र त्यही योजना अनुसार काम गर्दै गर्दाखेरि भुन्टी एक्कासी बेपत्ता भइन्। तर कहाँ छिन् भुन्टी भन्ने चाहिँ अहिले जेरी र श्रेयालाई पनि थाहा छैन। जेरी पनि भुन्टीलाई खोज्न लागि परेकी छिन्, किनभने जेरीले भुन्टीलाई खोजेर ल्याउने र भूपेन्द्रबाट सम्बन्ध विच्छेद गराइदिने उनीहरूको प्रमुख योजना रहेको छ। अब यो योजना सफल हुन्छ कि हुँदैन त्यो पनि हामीले आउने एपिसोडमा त पक्कै पनि हेर्नेछौँ। अब जेरी र श्रेयाले भने जसरी काम हुन्छ कि हुँदैन, तपाईँहरूको विचार के छ कमेन्ट गर्नुहोला। अनि जेरी र श्रेयाले यो सबै खेलेको खेल भुवनले थाहा पाइसकेपछि पक्कै पनि श्रेयाको हालत पनि एकदमै नराम्रो हुनेछ। अहिले श्रेयाले जुन तरिकाले भुवनलाई छक्याउनको लागि नयाँ बाहनाहरू बनाउँदैछिन्, त्यो बाहना भुवनलाई अलिकति पनि थाहा छैन। तर यो सबै थाहा पाइसकेपछि श्रेयाले भुवन गुमाउने चान्स पनि धेरै छ। हेरौँ अब आउने एपिसोडले कस्तो कथावस्तु प्रस्तुत गर्छ, त्यो त हामीले अब आउने एपिसोड हेरेर पक्कै पनि थाहा पाउने नै छौँ।